साथीहरुमा आज तपाईहरुले एउटा अचम्मको झार देखाउन गइरहेको छु साथीहरु। यो झार एकदमै लाज मान्ने झार रहेको छ। यो झार तपाईहरुले देख्नु भएको छ किन? आज म तपाईहरुलाई प्रत्यक्ष यो झार देखाउने छु साथीहरु है त। हेर्नु होला यो झार यहाँनिर रहेछ। यसलाई म हल्का टच गर्छु साथीहरु। यो कसरी लाज मान्छ हेर्नु होला। मैले टक्क यो सिन्काले यसलाई छुँदै छु हेर्नुस् होला। टक्क छुन्छु कसरी हल्लिन्छ हेर्नु। यस्तै लाज मान्ने झार रहेको छ यो। छोयो भने सबै नै अटोमेटिकली सुतिहाल्छ यो। तपाईहरुकोतिर यो लाज मान्ने झार पाइन्छ कि पाइँदैन साथीहरु? हल्का छोयो कि त खुम्चिहाल्छ। यस्तो टाइपको झार अचम्मको झार रहेको छ साथीहरु। हेर्नु होला। यो झार पनि एउटा जीवित प्राणी जस्तै चाल गरिरहेको छ। यो अचम्मको झार यो। जीवित प्राणी जस्तो झार यो। हेर्नु होला साथीहरु यसको यो झारलाई हेर्नु होला। जहाँ टच गरे वहाँ आफ्नो चाल गरिहाल्छ हेर्नुस्। यो सबै बसिहाल्यो। जस्तै अब तपाईहरुलाई म यो झार देखाउँदै छु। यसको यो हाँगालाई देखाउँदै छु। यो सबैलाई म टच गर्दिन्छु। भाँचिएको। पछि अटोमेटिकली आफै फुकिहाल्छ फेरि साथीहरु। अचम्मको झार रहेको छ। यसले आफ्नो चाल आफै गर्छ हेर्नु होला। यसको म यहाँ टच गर्दिन्छु डाँठामा। अचम्मको झार रहेको छ हेर्नु होला। हेर्नु जहाँ छोयो वहीँ भाँचिन्छ। अचम्मको झार रहेको छ साथीहरु। तपाईकोतिर पाइन्छ किन? हाम्रोतिर एकदम प्रशस्त मात्रा पाइन्छ यो मानव प्राणी जस्तै झार। बस